मान्छे युनाइटेड हुनुको लागि आएको आउँदै गर्दाखेरि हामी यहाँ पछि लाग्दाखेरि हाम्रो साथीलाई एकाएक उठेर किन आउँछ युनाइटेड हुनुको लागि हामीले के गरेको छ मेरो नाम सृजना हो हामीले नराम्रो के गर्नु यहाँसम्म स्वीकृति नलिए पनि हामी पर गएको छैन यहाँनिर बसेको छौँ हामी प्रोग्रेस गर्दैछ तर यहाँनिर बसेको मान्छेलाई किन उठाल्न लाग्नुपर्छ किन दादागिरी हो यो तपाईहरुको दादागिरी हो दादागिरी हो यो तपाईहरुको दादागिरी हो माइतीघरमा आन्दोलन गरेर नजिसके पछाडि तपाईले जिल्ला प्रशासनबाट स्वीकृति लिनु भएन भन्ने कुरा छ नि त जिल्ला लिएको पेपरहरू केही छ तपाईहरुसँग जिल्ला प्रशासनबाट स्वीकृति लिएको उहाँहरूले त्यही कारणले गर्दा हटाएको भन्ने कुरा छ यहाँ अहिले हिजोको दिनमा भएन तर आज हामीले